हेलो गाइज, म फेरि आएँ दाभट्टीबाट है तपाईँहरूको लागि भनेर केही स्पेसल लिएर आउँ भनेको। आज मकै देखेँ, मकै लिएर आएको छु। हेर्नुहोस्, टक्क लाएर भट्टी स्टाइलमा मकै पोल्ने हो। अब टक्क लाएर पिरो पिरो सस बनाएर यो जाडोमा टक्क लाएर तपाईँलाई थाहा छँदै छ, चिया त अलरेडी स्पेसलमा छ, 6 देखि 8 बजीसम्म फ्री चिया छँदैछ। त्यो सँगसँगै 10% डिस्काउन्ट पनि छ। अब भएन भनेर मैले आज मकै झरी ल्याएको छु। मेरो त पानी नै आइसक्यो पकाउनुभन्दा अगाडि नि यार। खै अब तपाईँहरू आउने होइन त यो मकै ट्राई गर्नलाई है। धेरै बनाएको ल्याएको छैन, एकदमै लिमिटेड छ। आउनुहोस्, यो पिरो पिरो सस पनि बनाएको छु यी। अब यो पिरो पिरो सस, त्यसमाथि यो पहिला मैले उमालिसकेँ मकैलाई होइन। अब यसलाई मजाले पोल्दाखेरि कस्तो फ्लेभर आउँछ अब तपाईँलाई पनि थाहा होला होइन। मकैको अब गाउँघरतिर हामीले कसरी खान्थ्यौँ त्यस्तै पारामा, तर भट्टी पारामा। यो चाहिँ चुलोमा भन्दा पनि आगोको चुलो त छैन, के गर्ने हो। यसरी पोलेर टक्क लाएर मजाले एकछिन पोल्ने। ओहो, कति मिठो बास्ना आएको, लौ न लौ। मेरो त नाकमै पस्यो भने यार यो बास्नाले त लौ न लौ। पटक 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 त तपाईँले सुन्नुभयो कि सुन्नुभयो होइन। तर मकै चाहिँ मिठो बास्ना आएको छ है। यस्तो मुख रसा निन्दा कति बेला रेडी हुने हो, त रेडी हुन्छ। अलमोस्ट भयो। कस्तो धुवा पनि आयो। ल झनै मिठो। ल प्लेटमा नि राखेँ। ओहो, यो सस त तपाईँले कसम ढाँटेको होइन, आएर चाख्नुभयो भने अलिअलि दाँतमा त्यो अड्केला है। अब के गर्ने, मकै खाँदा दाँतमा अड्किहाल्छ यो। माई गुडनेस, म त यस्तो यो त जति खाने पेट भरिदिनु होला हौ। आउनुहोस् है, आउनुहोस्। धेरै छैन, जाडो छ, चिया पिरो मकै खानलाई भट्टीमा आइहाल्नुहोस्। हामी धेरै टाढा पनि छैनौँ, यही क्याम्पबेल टाउनमा। मैले त दबाएँ ल। ओहो, कति मिठो हो कि या भगवान्। हेट, साह्रै मिठो, साह्रै नै।